संस्थाका अध्यक्ष यस कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व हामी सबैका विद्वान व्यक्तित्वहरू प्रकाश सर, त्यसै गरी विशिष्ट अनुभवको विद्वान आचार्य सर, त्यसै गरी अग्रज विद्यालय विश्वविद्यालय अधिकारी थियो, त्यस्तै विद्वान अम्बिका सर, त्यसै गरी छनौट समितिका संयोजकज्यू उपस्थित अब वार्ड नम्बर 12 का अध्यक्ष हुनुहुन्छ, 8 का सदस्य हुनुहुन्छ बुढादेव, त्यसै गरी जनता देवी साहित्य पक्षका पूर्व अध्यक्ष हुनुहुन्छ रसुरा सर। मैले सबैको नाम लिएँ, यहाँहरू सबै अति सम्मानित आदरणीय हुनुहुन्छ। यहाँहरू सबैप्रति मेरो हृदयदेखि नै हार्दिक नमन आभार व्यक्त गर्छु। आज हामीले विष्णुराज शर्माको 93औं जन्म जयन्तीको यो पावन अवसरमा उहाँकै सम्मानमा, उहाँकै सिर्जनामा र उहाँको योगदानलाई चिरस्थायी बनाउने अभिप्रायले खुलिएको विजेता साहित्य प्रतिष्ठानका यो 90औं श्रृङ्खला र सम्मान कार्यक्रममा उभिँदै गर्दा मैले सबभन्दा पहिले हाम्रा गुरु सद्देवहरू यस क्षेत्रका आलोक विजेता शर्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्छु, उच्च सम्मान व्यक्त गर्दछु। त्यसै गरी मेरो धर्मपत्नी बिन्दुरालप्रति पनि उच्च सम्मान र श्रद्धा व्यक्त गर्न चाहन्छु। र मैले आज धेरै कुरा केही पनि नगरेर भएको छु, किनभने वास्तवमा हामीले आफ्ना केही रुचि र चाहनाहरूले साना साना कामहरू गर्दै गर्दा पनि त्यो कर्म देख्दै मसिना आकारले त्यो दिव्य दृष्टिलाई मान ठान्दो रहेछ। र त्यही स्वरूप आज म एउटा सम्मानित संस्थाबाट, साहित्यिक संस्थाबाट यहाँहरूको बिचमा मैले अति सम्मान गर्ने विद्वानहरूको बिचमा आज त्यो संस्थाले मलाई एउटा योग्य पात्र ठानेर, सुपात्र ठानेर मेरो कर्मलाई जुन श्रद्धा र सम्मान गरेको छ, म त्यसका प्रति नतमस्तक छु, आभारी छु, ऋणी छु। त्यसैले सबभन्दा पहिला म विश्व साहित्य प्रतिष्ठानप्रति आभार कृतज्ञता व्यक्त गर्छु, ऋणी भएको महसुस गरेको छ। दोस्रो कुरो, जसरी छनौट गरियो त्यो प्रतिभा छनौट समितिप्रति म त्यत्तिकै आभारी छु। उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ, धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हामीलाई हाम्रो ऊर्जा भनेको, हाम्रो स्रोत भनेको आखिरी यहाँहरूको माया नै हो। आज मैले जुन माया प्राप्त गरेको छु त्यो माया र थप लेखनीको ऊर्जा हो। र यसले मलाई अरू गरुङ्गो बोध गराएको छ, ताकि अबका मेरा कर्महरूले हाम्रा आदरणीय गुरुप्रति, विष्णुराज शर्माप्रति, यो संस्थाप्रति अझ थप जिम्मेवारी बढेको, अझ बढी लगावका साथ काम गर्नुपर्ने र संस्थाका हितमा, संस्थाको उन्नतिमा थप लाग्नुपर्ने त्यो खालको प्रेरणा, त्यो खालको महसुस, त्यो खालको दायित्वबोध, त्यो खालको कर्तव्यबोध मैले गरेको छु। त्यो भोलिका दिनमा अवश्य हुनेछ। यही कुरा म यहाँको बिचमा प्रत्यक्ष गर्न चाहन्छु। र अर्को कुरा मैले अघि भनिसकेको छु, म धेरै बोल्दिनँ भनेर। आज मलाई यहाँ विद्वानहरूले मेरो शिरमा हात राखेर
आशीर्वचन दिएको छ र त्यही आशीर्वचनको म भोको छु, त्यही मागेको छु र त्यही पाऊँ भन्ने कामना व्यक्त गर्दै मैले अन्तिममा फेरि पनि संस्थाप्रति आवाज व्यक्त गर्दै आफ्नो थप कर्म लाग्दै अथवा पत्ता जारी गर्दै मेरो छोटो भनाइ यही अन्त्य गर्छु र एउटा छोटो कविता पनि सुनाउँछु। सरले भन्नुभएको छ अब कविता अकविता जे होस् र एउटा सुनाउँछु छोटो। मैले आवश्यकता अनुसार राखेको छु। आगो जसले पनि बाल्छ, आगो बाल्न कठिन छ। आगो जसले पनि बाल्छ, आगो बाल्न कठिन छैन। अनुमति दिनु पर्यो, कारले पनि बाल्छ आगो। अनुमति दिनु पर्यो, कारले पनि बाल्छ आगो। आगो बाल्न के को योग्यता? धुरी आफै चढ्न पो गाह्रो, धुरी आफै चढ्न पो गाह्रो। पछाडिबाट कसैले बोक्यो भने सजिलो हुन्छ धुरी चढ्नु। पछाडिबाट कसैले बोक्यो भने सजिलो हुन्छ धुरी चढ्नु। अर्काको भुइँ चढेर धुनमा पुग्न के को योग्यता? आगो निभाउन योग्यले मात्र सक्छन्, आगो निभाउन योग्यले मात्र सक्छन्। त्यसलाई योग्यता चाहिन्छ र तिनी बहादुर हुन्छ। धुरी चढ्नेले आफ्नै पैतालाले चढ्नुपर्छ, कुबिन्डाका पैतालाले होइन, स्वाभिमानका पैतालाले, र तिनै स्वाभिमानी हुन्छन्। मारेर मर्नेहरू अमर हुन्छन् बहादुर ती, मारेर मर्नेहरू अमर हुन्छन् बहादुर ती। बाँचेर मार्नेहरू त्याज्य हुन्छन् कायर ती, बाँचेर मार्नेहरू त्याज्य हुन्छन् कायर ती। यति बेला देशले बहादुर छोरा खोजेको छ, जसले दन्दनी बलेको आगो निभाओस्। यति बेला देशले बहादुर छोरा खोजेको छ, जसले दन्दनी बलेको आगो निभाओस्। देशले आफ्नै खुट्टाले उभिने खुट्टा खोजेको छ, देशले आफ्नै खुट्टाले उभिने खुट्टा खोजेको छ, जसले देश बोकेर सगरमाथा चढोस्, जसले देश बोकेर सगरमाथा चढोस्। धन्यवाद।